ईश्वर ग्रन्थ भिडियो नम्बर 60। यदि मानव र मानवता खोज्ने भने सत्य र ज्ञान अनिवार्य, यो संस्कार सिक्नुपर्छ। आजको युग अत कलियुगमा मानव ज्ञानको सभ्यता संस्कार गुमेको हुँदा कतिपयलाई ज्ञान के, विवेक के, नियम के, आचरण के, दार्शनिक के, कल्याण के, विद्वानता के र विवेकी के र बुद्धिजीवी के यो थाहा छैन। यी गुण भनेको के हुन् ईश्वर ग्रन्थमा बताउँछु। ज्ञान भनेको असल गुण सिक्नु, विवेक भनेको असल विचार पुर्याउनु, बोल्नु, कल्याण भनेको उपकार गर्नु, विद्वानता भनेको अनुभव गरेर बोल्नु, दार्शनिक भनेको असल काम ग्रहण गर्नु, सत्य भनेको साँचो शुभ बोल्नु, विधि भनेको पूर्णता गरेर गुण लिनु र यो ईश्वर विधिमा महत्त्वपूर्ण छ र मानवलाई मानवीय संस्कार सिकाउँछ। ईश्वर ग्रन्थ नै हो यो। यदि मानव र मानवता हो भने सत्य र ज्ञानको संस्कार अनिवार्य चाहिन्छ। ईश्वरले त केवल मानव सत्य, ज्ञान र विवेकको संस्कार सिकाउने हो। आज ज्ञान र संस्कार फलवास नपामा आउँदा ईश्वर अति दुखी छु। न बेहोरेकोमा सत्य र मानव संस्कार छ, न परिवारमा मानव संस्कार छ, न समाजमै मानव संस्कार छ। यसै सबै गुमेका छन् र मानव सभ्यता छैन। मूर्खहरू यस्तो संस्कार नभएको मूर्खतामा मानव नै नभएको मा आउनु पर्दा ईश्वरलाई दुर्भाग्य भएको छ। मानव संस्कार ज्ञानीहरू तपाईँ ईश्वर ग्रन्थ भिडियो नम्बर 60 सम्म र ईश्वर ग्रन्थ 150 पृष्ठ 26 उपदेश, सत्य असत्य, मानवता टुङ्ग्याउने 22वटा अनिवार्य पढ्नुहोला अनि 1850 बाणीहरू पनि अनिवार्य पढ्नुहोला र यो राम्रोसँग भिडियोमा हेरिदिनु होला। नेपालको कल्याण गरिदिनु होला, विश्वकै कल्याण गरिदिनु होला। हस्त नमस्कार। ल दिस इज सत्यपाल भाइ, पर्वत।